नमस्ते नमस्ते फाइनली आज ट्युसडे मेरो छुट्टी भएर म सपिङ गर्न निक्लिँदैछु ग्रोसरी सपिङ बेलुकाको 3 बजे दिन एकदमै रमाइलो छ म इन्टरसेक्सनमा वेटिङ गरिरहेको छु क्यामेरा चाहिँ अब नेपालका कन्सल्टेन्सीहरूले यही स्काई टावरको फोटो देखाएर विद्यार्थीहरूलाई लोभ्याउँछन् हैन अनि पारिपट्टि विद्यार्थीहरू स्टुडेन्टहरू पढेर फर्किँदैछन् कोही यो अगाडिको 2 तले बस मेरो हिँड्दैछ यो ई स्कुटर पैसा तिरेर चढ्नु पाइन्छ सर र कसैलाई इमर्जेन्सी कतै जानु पर्दछ भने स्क्यान गर्यो पैसा तिर्यो घन्टाको मिनेटको हिसाबले हुन्छ अलिक महँगो पर्छ त्यो चाहिँ चढ्नलाई र म अहिले चाहिँ यो क्वीन स्ट्रिट सिटीको क्वीन स्ट्रिटमा हिँड्दैछु सर लाएर धेरै पसलहरू यसरी व्यापारहरू नचलेर लिजमा छ सटरहरू अनि कोरोनाको असर यहाँ पनि प्रत्यक्ष देखिया छ यो चाहिँ रेस्टुरेन्ट एन्ड बार हो ट्रोकाडोरो यहाँ एकजना हाम्रो चिनेको दाइ काम गर्नुहुन्छ तर उहाँलाई अघि मैले कल गरेको उहाँको आज अफ रहेछ तर भेट्न चाहिँ पाइएन किनकि दाइ चाहिँ बेलुका बर्थडे अटेन्ड गर्न जानुहुने अरे ल हेर सलुन कपाल काट्ने सलुन हेरौँ है न्युजिल्यान्डमा कपाल काटेको प्राइस कति छ सिजर कट कैँचीले काटेको $30 यो हप्ता चाहिँ होइन नेक्स्ट विक अर्को हप्ता चाहिँ कपाल काट्नु पर्नेछ आहा यहाँ पनि यो अस्ति रेन्ट लिजमा थियो नयाँ खुलेछ मार्ट र यो चाहिँ हो रोबोट क्याफे यहाँ चाहिँ जाने पैसा तिर्ने मेसिनले अटोमेटिकली आफैले कफी दिन्छ ल मेन एट्र्याक्सन पोइन्ट यहीँनिर चाहिँ धेरै जस्तो प्रोग्रामहरू यो खुल्ला चौरमा भइरहेको छ युनिभर्सिटीका विद्यार्थीहरू दीक्षान्त के भन्छ पिएचडीहरू हो कि डिग्रीहरू हो कि के पास गरेकाहरू यस्तो कपडा लगाए फोटो खिचे गर्छन् आज पनि त्यही दिन रहेछ पढाइको एउटा लेभल पास गरेर कालो
कालो कोट कालो टोपी लगाएर चाहिँ फोटो खिच्छन्। अब यतिसम्म चाहिँ पढेन, हामीले लगाउनु पनि परेन। लगाउन नपरेकोमा अथवा नपाएकोमा दुःख पनि छैन। सब फोटो खिच्दैछन्। उनीहरूको एकदमै मेमोरियस डे हो पढ्नेहरूलाई। र यो चाहिँ म कालो टोपी पनि लाउनु छैन, कालो स्टकट कालो ज्याकेट पनि लाउनु छैन। साइडमा मसँग फोटो खिच्ने मान्छे पनि छैन। Still I am happy. यो चाहिँ सिनेमा हो है, मेरो पछाडि भएको चाहिँ सिनेमा हल। यहाँ नेपाली फिल्महरू, धेरै देशको फिल्महरू पनि लाग्छ भन्छन्। आफूले चाहिँ हेरिया छैन, सुनेको मात्रै हो। टाइमिङै मिल्दैन फिल्म हेर्न जाने, एक्लै जान पनि झ्याउ लाग्छ। म त यता पो आएको छु त यार। म त खास सपिङ गर्न हिँडेको, सपिङ गर्नु सुई सपिङ गर्नै जाँदै रहेछु। तर सपिङ अहिले डाइरेक्ट गर्दिनँ। पहिला सर र क्विन स्ट्रिट सबै भ्याएर तल भ्याडक पनि आज घुमघाम गर्छु। थुप्रो नघुमेको। इट्स बिन लङ। यो यहाँनिर भर्खरै खुलेको चिकन एन्ड बर्गर, पिज्जा एन्ड बियर बार एन्ड रेस्टुरेन्ट हो। नेपालमा गर्मी बढ्दैछ भन्छन्, त यहाँ चाहिँ ठिक त्यसको उल्टो छ। विन्टर सुरु हुँदैछ, जाडो धेरै नै बढिसक्यो होइन। बस स्ट्यान्डमा बसहरू बसिरहेछन्। र मासु पोलेको गन्ध आयो रेस्टुरेन्टतिरबाट। ब्याक स्टेप्स अगाडि देखाउने त अब यहाँबाट अगाडिपट्टि यही गो। यहाँको व्यस्त सडक मध्येको एक क्विन स्ट्रिट। र यहाँ बाटो बनाइछन्। यो अन्डरग्राउन्ड ट्रेन स्टेसन बन्दैछ, त्यो भएर यहाँनिर चाहिँ अहिले ब्लक्स लगाएर कन्स्ट्रक्सनको काम चलिरहेछ। तक्ले गोडे इङ्ग्लिस बोलेर चलिरहेछन् सबै। सब आफ्नो हतारमा हिँडिरहेछन् यहाँनिर। कोही कामबाट फर्किँदैछन्, कोही काममा जाँदैछन्, कोही पढेर आउँदैछन्, कोही पढ्न जाँदैछन्। सबजना बिजी। यो पारिपट्टिको चाहिँ म्याकडोनल्ड्स। अनि यहाँ चाहिँ
यहाँ चाहिँ के अरे भेप पसल र नेपालीहरू कोहीले हेर्नुहुँदैछ भने यहाँ मुनि चाहिँ चाइनिज पसल छ ग्रोसरी सपिङ गर्नलाई। नेपाली रायोको सागहरू फलफुल भेजिटेबल्स पाउँछ हैन। भिखारीहरू पनि हुन्छन् यहाँनिर। यस्तो देशमा भिख मागेर पनि बस्छन्। ओके